आमा भनेको कस्तो शब्द हो भनेर त आमा भनेर शब्द सुन्ने बित्तिकै सबैजना इमोसनल फिल गर्नुहुन्छ होला होइन। आमा भनेको चाहिँ एकदम जिन्दगीको सबैभन्दा अमूल्य पार्ट हो। आमा बाबा आफ्नो फ्यामिली भनेको चाहिँ फ्यामिलीको जुनसुकै मेम्बर पनि सबैको लागि एकदमै महत्त्वपूर्ण हुन्छ। अनि मलाई चाहिँ खाना पकाउँदाखेरि चाहिँ मम्मीको याद आउँछ, किनभने मेरो मम्मीले चाहिँ जे पकाउँदा पनि एकदम मिठो लाग्छ हामीलाई होइन। हुन त सबैजनालाई आफ्नो मम्मीले पकाउनु भएको सबैलाई मिठो लाग्छ होइन। अनि म कटहरको तरकारी पकाउँदै थिएँ, मम्मीले चाहिँ कति मिठो बनाउनुहुन्छ क्या मेरो मम्मीले। कटहरको तरकारी, करेलाको तरकारीहरू सबै तरकारीहरू एकदम मिठो बनाउनुहुन्छ। आमाको हातै मिठो, आमाको काखै मिठो, सबै साथै मिठो होइन। अनि मेरो मम्मीलाई पनि यो कटहरको तरकारी चाहिँ एकदम धेरै मनपर्छ, दिदीलाई पनि मनपर्छ, मेरो परिवारमा सबैलाई कटहरको तरकारी मनपर्छ। अनि मम्मीले पकाउनु भएको चाहिँ सबैजनालाई मिठो लाग्छ, दाइ भाइलाई, दिदीलाई, मलाई अनि बुवालाई सबैजनालाई एकदमै मिठो लाग्छ। अनि कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने आफूले केही मिठो खानेकुरा अब यो पनि मिठोमै पर्छ होइन। सबै थोक मिठो नै हुन्छ, खानेकुरा नमिठो केही पनि हुँदैन। अनि केही खान लाग्दा चाहिँ आफ्नो फ्यामिलीको याद आउने रहेछ। मलाई पनि त्यस्तै हुन्छ। अब केही तरकारीहरू खानु छ भनौँ न, केही तरकारी भनेको छु मैले, जे पनि केही स्पेसल खानेकुरा खानु छ भने चाहिँ मलाई पनि ठ्याक्क आफ्नो मम्मी बुवाको, आफ्नो परिवारको याद आइहाल्छ। सायद यो सबैलाई हुन्छ होला। कस्तो लाग्छ मेरो भिडियो कमेन्ट गर्नु होला।